हेलो साथीहरू, नमस्ते, गुड मर्निङ सबैजनालाई नयाँ वर्षको धेरै धेरै शुभकामना। आज चाहिँ नयाँ वर्ष, म चाहिँ बिहानै उठेर लागेँ लिप्न पोत्नतिर। त्यसपछि चाहिँ मैले फुलसुल ल्याएर गेटमा फुल सजाएँ। त्यसपछि चाहिँ आज बनाउँथेँ मैले पुरी। त्यसको लागि म चाहिँ पहिले मसला पिस्नतिर लागेँ। त्यसपछि चाहिँ मैले रातभरि भिजाएर राखेको मास थियो, मासलाई पिसेपछि आज चाहिँ मैले बनाउँथ्यो पुरी। मास हालेर पुरी बनाउँथ्यो पर्ने थियो। त्यसपछि चाहिँ मैले चाहिँ त्यो मसला हालेर यतिको बनाएँ। फेरि म चाहिँ लागेँ, आज नयाँ साल थियो। त्यसपछि म चाहिँ लागेँ आज पुरी बनाउनतिर। त्यसपछि चाहिँ सबैले नुहाइधुवाइ गरेपछि चाहिँ हामीले टिका लगायौँ। आजको नयाँ वर्ष हामीले चाहिँ यसरी बनायौँ। हजुरहरूले कसरी बनाउनु भयो कमेन्टमा बताउनुहोला। सबैजनालाई फेरि पनि नयाँ वर्षको धेरै धेरै शुभकामना। सबैजनाको नयाँ वर्ष सुखमय जाओस्, सुख शान्ति सबको घर घरमा आओस्। सबैजनालाई फेरि पनि नयाँ वर्षको धेरै धेरै शुभकामना। बाई बाई साथीहरू, आजको भिडियो यति नै।